हेलो साथीहरू नमस्ते स्वागत छ। आज म तपाईलाई यहाँनिर विशेष कोइन्सिडेन्टली यो घरको मास्तिर यो गाउँघरको मास्तिर दायाँ साइडमा घर छ। अहिले मैले जहाँबाट फोटो लिइराखेको छु भिडियोहरू गरिराखेको छु दायाँ साइडमा चाहिँ पिङ्क कलरले रङ्गाइएको घर छ र त्यसको बायाँ साइडमा चाहिँ यो चमेली फुल चाहिँ सेम कलरमा फुलिरहेको अवस्था छ। यो जेठको महिनामा निकै नै आकर्षक र सुन्दर तरिकाले फुलेको छ। यो फुल अझै निकै नै आकर्षक थियो। हिजोको निकै ठुलो जोड पानी वर्षा भएको कारणले भारी वर्षा भएको कारणले गर्दाखेरि हल्का लथर्किएको छ। हल्का चाहिँ त्यति फ्रेस देखिएको छैन। हिजो चाहिँ निकै नै फ्रेस थियो र एक्कासी म जङ्गलबाट आइसकेपछि भिडियो गर्छु भन्ने बेलामा चाहिँ पानी पर्यो। निकै नै ठुलो हावाहुरीले यसलाई चाहिँ अलि असर गरेको छ। त्यसले गर्दाखेरि हिजो जतिको फ्रेस छैन तर पनि निकै नै सुन्दर फुल देखिएको छ। दर्शकबिन साथीहरू यो जेठको महिनामा फुल्ने यो चमेली फुल निकै नै सुन्दर र आकर्षक तरिकाले यसरी घरको मास्तिर सुन्दर तरिकाले फुलेको छ। यसले यहाँनिरको एटमोस्फियरलाई चाहिँ निकै नै अट्र्याक्टिभ बनाएको छ। निकै नै आकर्षक र सुन्दर बनाएको हामी देख्न सक्छौँ। यो विशेष गरी यही बेलामा यति बेला नै यही सिजनमा चाहिँ फुल्ने गर्दछ। यानि चाहिँ सानो यो पेन्टको टिनमा राखेर यानि चाहिँ राखिएको चमेली फुल यति आकर्षक तरिकाले फुलेको छ। यो समयमा यो सिजनमा कि अत्यन्तै मनोहर वातावरण यसले सिर्जना गरेको छ दर्शकबिन र साथीहरू। र मैले भनिहालेँ यो हाम्रो गाउँघरको घरमा हामीले चाहिँ पेन्ट गरेको पिङ्क कलर र अहिले चाहिँ यो यतापट्टि चमेली फुल पनि पिङ्क नै फुलेको र अत्यन्तै म्याच गरेको यहाँनिरको यो वातावरणमा निकै नै म्याच गरेको छ। यो भूगोलमा यो भूबनोटमा हाम्रो घरको आँगन वरिपरि निकै नै आकर्षक बनेको छ। यति बेला भनेदेखि यतापट्टि गेट फुल भनेर चिनिन्छ। खास चाहिँ मलाई यसको नाम चाहिँ थाहा भएन। गेट फुल भनेर चिन्ने गरिन्छ हाम्रो गाउँघरतिर। यो पनि यहाँनिर छ भनेदेखि त्यो पनि पिङ्क कलर नै छ र सबै कुराहरू पिङ्क भएको छ। यो चाहिँ घरको कलर गेट फुल तथा साइडमा फुलेको यो चमेली फुलको दृश्यले गर्दाखेरि सम्पूर्ण कुराहरू वस्तुस्थितिहरू पिङ्कमय भएको छ। दर्शकबिन हेर्नुहुन्छ तपाईँले जुन कलर चाहिँ मलाई असाध्यै मनपर्छ। यो हल्का अलि ओइलिन थालेको छ हिजोको पानीले गर्दाखेरि र हावाहुरी र बतासले गर्दाखेरि हल्का यो जुन प्रकारले फ्रेस हुनुपर्ने हो त्यति छैन दर्शकबिन र साथीहरू। यो प्रकारको दृश्य तपाईँलाई मैले आज ल्याएको छु। यो फुलबारी भन्दा पनि साइडमा फुलेको यो जेठ महिनाको चमेली फुलको दृश्यहरू यहाँनिर छ दर्शकबिन। यति बेला अस्तिको निकै नै खडेरी गर्मी र खडेरीको पश्चात भारी वर्षा भएको कारणले गर्दाखेरि अहिले चाहिँ सम्पूर्ण कुराहरू अब बिस्तारै जमिनमा चाहिँ जमिन चाहिँ बिस्तारै हरियाली र वातावरण चाहिँ सुन्दर हुँदै गएको अवस्था हाम्रो वरिपरि हामीले महसुस गर्न सक्छौँ दर्शकबिन। फुलहरू फुलेका छन्। घाँसहरू हरियाली भएर उम्रिएको छ। वन जङ्गल चाहिँ हरियाली हुँदै वातावरणलाई चाहिँ ताजा बनाएको छ। दृश्यहरूलाई ताजा बनाएको छ। यति बेला गेट फुल पनि त्यतिकै फुलेको छ दर्शकबिन। यो प्रकारको दृश्यहरू रहेको छ। आजको यो सानो भिडियो क्लिपमा तपाईँलाई मैले यी कुराहरू ल्याएको छु दर्शकबिन र अत्यन्तै फ्रेस वातावरण छ हाम्रो घरको वरिपरि। यी फुलहरू विभिन्न प्रकारका रुख बिरुवाहरू हरियाली भएर फुलेको कारणले गर्दाखेरि निकै नै सुन्दर वातावरणको अनुभव र अनुभूति हामी गर्न सक्छौँ। त्यस कारणले पनि मलाई चाहिँ आजको यो
सामान्य भिडियो चाहिँ गरिहाल्न मन लाग्यो। दर्शकबिन तपाईँलाई कस्तो लाग्यो, तपाईँलाई जस्तो लाग्यो त्यस्तै चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ यो भिडियोमा। ल हेर्नुहोस् त यति सुन्दर छ कि यो सानो पेन्ट लगाएको यो टिनको बट्टामा हामीले चाहिँ माटो राखेर सानो यसको जुन डाँठ हुन्छ त्यो लगाएको र यति सुन्दर तरिकाले यो चाहिँ मौलाएको छ र यसलाई जानेर पनि राख्न सकिन्छ सहजै तरिकाले। त्यो प्रकारले यो फुलहरूलाई हामी सजावटको रूपमा हाम्रो घर आँगन वरिपरि राखेर वातावरणलाई सुन्दर बनाउन सकिन्छ। यसमा पानी पनि माटो पनि मल पनि थोरै लाग्ने र फुल चाहिँ निकै नै आकर्षक तरिकाले फुल्ने भएको हुनाले हामी चाहिँ त्यो प्रकारले पनि यो फुललाई लगाउन सक्छौँ। दर्शकबिन भनेदेखि अन्य ठाउँमा चाहिँ तपाईँको खाली ठाउँमा जुन चाहिँ अलिकति काम नलाग्ने ठाउँ हुन्छ त्यसमा पनि तपाईँले त्यसको सानो चाहिँ त्यसको गानो हुन्छ त्यसलाई चाहिँ तपाईँले चाहिँ घुसारेर पनि लगाउन सक्नुहुन्छ। दर्शकबिन साथसाथै अन्य वातावरण कस्तो छ भन्ने कुराहरू चाहिँ तपाईँलाई म अपडेट गराउन चाहन्छु। यति बेला हाम्रो रुकुम पश्चिम बाफीकोट गाउँपालिका वार्ड नम्बर 6 टोल जिप्सिङमा चाहिँ मकै लगाइएको छ। यहाँ चाहिँ खेतमा चाहिँ मकै लगाइएको छ र मकै चाहिँ अलिकति अगाडि नै लगाएको तर जम्मा अहिले 3 पाते भएको छ। कारण चाहिँ निकै नै खडेरी थियो। मकै लगाएको झन्डै 1 हप्तासम्म पनि उम्रेको थिएन, टुसाएको थिएन। झन्डै 2 हप्ता पछाडि मात्र यसले चाहिँ आफ्नो टुसाहरू निकाल्न थालेको थियो यो जमिनबाट। त्यसले गर्दाखेरि पनि अलिकति चाहिँ अलि धेरै ढिला भएको छ र 3 पाते भएको छ। यति बेलासम्ममा चाहिँ गोड्ने अवस्थामा पुग्नु पर्ने हो वास्तवमा, तर चाहिँ खडेरीको कारणले पानी वर्षा नपरेको कारणले चाहिँ यो अलि ढिला भएको छ यस वर्ष। भनेदेखि कसैले त भर्खरै 3-4 दिन मात्र भयो जोतेर मकैको दानाहरू उहाँहरूले जमिनमा राख्नु भएको छ। त्यस कारणले यो अवस्था छ। दर्शकबिन यहाँनिर चाहिँ ल हेर्नुहोस्, अघि पनि भर्खरै पानी परेको थियो यहाँ र अहिले पानी थामिएको छ र आजभोलि चाहिँ निकै नै हरेक दिनौँ जस्तो पानी पर्ने वर्षा हुने अवस्था छ। मौसम चाहिँ त्यसरी अगाडि बढेको छ र भारी वर्षाको कारणले गर्दा पनि वातावरण चाहिँ गर्मी छैन। रुकुममा निकै नै चिसो छ। कहिलेकाहीँ त ज्याकेट पनि लगाउनु पर्ने अवस्था हुन्छ जब पानी निकै नै पर्छ, हावाहुरी चल्छ, चिसो हावा बहेर आउने गर्छ। त्यो हिमालबाट वारिपारि हिमालहरू छ जहाँबाट चाहिँ चिसो हावा बहेर आएको कारणले गर्दाखेरि चाहिँ गर्मीको अनुभव गर्न सकिँदैन। हल्का प्रकारको न्यानो वातावरण चाहिँ छ, तर पसिना आउने, मच्छर लाग्ने अनि फ्यान लगाउनु पर्ने त्यस्तो कुनै अवस्था छैन। यहाँ चाहिँ अहिले पनि हामीले चाहिँ ब्ल्याङ्केट, फाइबरहरू, सिरकहरू ओढेर सुत्ने गरिन्छ। यो प्रकारको वातावरण चाहिँ यति बेला बस्नलाई निकै नै राम्रो छ रुकुम पश्चिममा, जबकि तराईतिर चाहिँ निकै नै गर्मी भइराखेको अवस्था हुन्छ यति बेला। भने रुकुममा चाहिँ शीतल नै छ, आनन्द नै छ, मच्छर लाग्दैन। यहाँ चाहिँ कुनै गर्मीले पसिना भएर डाबर निस्किने, शरीरमा त्यस्तो एलर्जी हुने कुनै पनि प्रकारको त्यस्तो समस्याहरू हुँदैन। कारण यहाँको मौसम, यहाँको हावापानी, वातावरणको कारणले गर्दाखेरि यो प्रकारको छ। दर्शकबिन साथीहरू, तपाईँलाई मैले सामान्य अपडेट गराएँ। फेरि आजको यो भिडियो मार्फत हाम्रो अहिले रुकुम पश्चिम
पापीकोट गाउँपालिका मकमा जिप्सिङ यो वडा नम्बर 6 मा चाहिँ वातावरण र वस्तुस्थिति कस्तो छ भन्ने कुरालाई चाहिँ तपाईँहरूको बिचमा मैले यो भिडियो मार्फत अपडेट गरेको छु। दर्शकबिन तपाईँले यो भिडियोलाई लाइक शेयर एन्ड सब्सक्राइब गरेर हाम्रो युट्युब च्यानललाई चाहिँ सपोर्ट गर्न सक्नुहुन्छ भन्दै आजलाई म बिदा हुन्छु। हस्त नमस्ते, अर्को भिडियोमा भेटौँला।